नमस्कार, म उत्तम छेत्री सुम्बुकबाट आज हाम्रो प्रोग्राम र आज हाम्रो कार्यक्रम बिरुवा रोपन अनि संसारी पूजाको छ र यसमा हामी सुन्तले वार्ड, सुम्बुक वार्ड है बाट हामी जुटेका छौँ र आज हाम्रो उद्देश्य भन्ने कुरो के छ भन्ने कुरो पर्यावरणबारे है बिउ बिरुवा लाउनुपर्छ, पर्यावरण राम्रो सुरक्षा गर्नुपर्छ भन्ने कुरोमा उद्देश्यमा र हामी जुटेर सबैजना जुटेर हामी टुखोलातर्फ जाँदैछौँ र यो टुखोला चाहिँ हाम्रो सुन्तले सुम्बुक र तल कार्तिकेले चाहिँ हाम्रो त्यहाँको पानी खान्छ र त्यहाँ हामी आज बिरुवा रोपन गर्दैछौँ र तपाईँहरूलाई मेरो भिडियो कहीँ नकाटिकन कहीँ पनि तपाईँहरूले नकाटिकन अन्तिमसँग हेरिदिनुहुन्छ भनेर मैले आशा राखेको छु र तपाईँहरूलाई भिडियो मन पर्यो भने तपाईँहरूले लाइक गरिदिनुहोस्, कमेन्ट पनि राखिदिनुहोस् है। फेरि अब हामी कस्तो काम गर्ने कमेन्टमा लेखिदिनुहोस् अनि एउटा सेयर पनि राखिदिनुहोस्। यो हाम्रो काम देखेर अरूले पनि यस्तै काम गरोस् र पर्यावरण अलिकति सुरक्षा अनि बिउ बिरुवा लगाओस् भन्ने उद्देश्यमा मैले यो भिडियो बनाएको र हजुरहरूलाई मन अवश्य नै पर्छ होला र यो भिडियो कहीँ नकाटिकन अन्तिमसम्म हेरिदिनुहुन्छ भने मैले ठुलो आशा राखेको छु भन्दै हजुरहरूलाई यो भिडियो पस्किन गइरहेको छु। र टुखोला आइपुग्यौँ हामी। यो चाहिँ टुखोला हो। यहाँ चाहिँ किन टुखोला भनिन्छ भन्ने कुरो तपाईँहरूलाई अलिक जानकारी गराउँछु। यहाँ चाहिँ दुई जग्गाकोले पानी खाल्ने भएकोले गर्दाखेरि यो जग्गालाई टुखोला भनेको हो र एउटा जग्गा छ रोङ, एउटा सुम्बुकले दुईवटा जग्गाले खाएकोले गर्दा यो चाहिँ टुखोला भएको हो भनेर यसरी टुखोला भनेर नाम चाहिँ यस्तो छ। र अब हामी यहाँ हाम्रो सामग्रीहरू जानेछौँ र साथीहरू ल हाम्रो यो प्लान्टेसनको सामानहरू निकालौँ, खन गर्नेहरू र हाम्रो दिपेन साथी झर्दै हुनुहुन्छ, हाम्रो पवन भाइ अनि विनोद साथी यता र उहाँले झार्दैछ र तपाईँहरूलाई अब हामी प्लान्टेसनको दर्शन गराउनेछौँ। माथि रोप्दै गरेको हामी यो पानीको मुहानमा आइपुग्न आँट्यौँ र साथीहरू यो अलिकति यहाँको अप्ठ्यारो बाटो तरेर पारिपट्टि पुग्नुभयो र ऊ साथीहरू जाँदै हुनुहुन्छ माथि मुनतर्फ र म चाहिँ यहाँनिर अड्किरहेको छु किनभने मेरो हातमा यो झम्पल बिरुवाहरू भएकोले गर्दा अनि एउटा झोला पनि छ र म यहाँ त पहिला सामान फ्याँक्छु तल भिरमा तल अनि अब म यो झम्पल फ्याँक्छु। मुन चाहिँ यहाँ छ, पानीको सोर्स यो टुखोला हो, तपाईँले देख्न सक्नुहुन्छ। यो हाम्रो सुम्बुकको पानीको सोर्स हो र साथीहरू पानी सामान लिएर अघि नै आइसक्नुभयो। यता हाम्रो साथीहरू पनि आइपुग्नु भयो। उहाँले पनि आफ्नो हातमा प्लान्ट बोकेर आउनुभयो, अनुरूप सोल्टी। हेलो भनिदिनु। हेलो भनिदिनु। प्लान्टहरू चाहिँ अब सबै साथीहरू जुटेको छ है। यता सचिन, यता हाम्रो सामेल लेप्चा, हाम्रो दाजु प्लान्ट बोकेर आउनु भएको छ पानीको लागि। र अब भने हामी यो उकालोतर्फ लाग्नेछौँ, माथितिर यो पाखातिर रोप्नेछौँ र तपाईँहरूलाई माथि रोप्दै गरेको पनि तपाईँहरूलाई देखाउनेछु र हामीले यो अगाडिपट्टि रोपेको पनि देखाउँदैछु। उहाँहरू आउनुभन्दा अलिकति अगाडि हामीले एक दुईवटा यहाँ प्लान्टेसन गरेको छौँ, त्यो पनि तपाईँहरूलाई मैले अघि देखाइसकेँ र उहाँहरू अहिले आइपुग्नुभयो। यसरी हामीलाई साथ दिनुहुँदैछ र उहाँहरूको सपोर्टमा हामी यो जङ्गलमा चाहिँ अलिकति हरियाली ल्याउने भन्ने हाम्रो एउटा सङ्कल्प छ है र उहाँहरू हाँस्दै हुनुहुन्छ। गाउँको युवाहरू एकजुट भएर अनि सिनियर सिटिजनसिप पनि उहाँहरू दुईजना उहाँहरूले पनि सपोर्ट गर्नुभयो र अब हामी यहाँबाट निक्लिँदैछौँ। फाड्ने आउँदैछ सर। यो सेतो धोत्रे फुल रोप्यो जङ्गल बनाउनु पर्छ नि, पुरा घाम चाहिँ छेर्नु हुँदैन। हजुर हजुर। विन्टरमा पनि चिसो बस्ने, घामै नछेर्ने भएपछि मात्र पानीको मुहान बस्छ। अब छ्याङछ्याङ छ ट्याङटाङ घाम चर्कोमा घाम छिरिबस्छ भने त त्यसै सुकिहाल्छ नि पानी। त्यसले गर्दाखेरि अहिले चाहिँ मान्छे एकदमै कन्सियस हुनु पऱ्यो पानीको लागि। बिस्तारै आउनुहोस् है तिमी साथी, अप्ठ्यारो छ बाटो। ल यो चाहिँ म रोपेँ है। हजुर हजुर।
सबैको त तल छ है तल रोपिसक्यो क्या भनेपछि कैँजलहरू चाहिँ वारिपारि रोप्नुपर्छ हुन्छ बाबा हाल्नुहुन्छ लु हालिदिउँ त सर्न सक्नुभयो यो पनि आज फेरि रोपिँदैछ केरा यता हाम्रो बाबाले रोप्नु भयो ए पछि भविष्यको केटाकेटीलाई पानी खरिदिन लाग्यो भनेर है हामी चाहिँ अहिले त हामी दुःख सुख खाँदैछौँ अन्त यसो एनासर हामी दुई चारजना हेमलता नन्दुहरू हामी सबै भएर सरसल्लाह गरेर चाहिँ अब भविष्यको हाम्रो अन्डुप सोल्टीले पनि यहाँ बिरुवा रोपन गर्दै हुनुहुन्छ फुलको उहाँले चाहिँ यो लालुपाते ल्याउनु भएको छ र उहाँलाई पनि हामीलाई यसरी उहाँले साथ दिनु युवाहरूलाई साथ दिनु भएको उहाँलाई पनि धन्यवाद दिन चाहन्छु भन्नु साथीले राम्रो रोप्नु भयो हजुर हजुर अब म एउटा रोप्छु यो मेरो भाग चाहिँ एउटा लास्ट छ है यो दामी छ मानी अलिकति माटो खेल्ने खालको माटो बनाउनु पर्छ यो रोप्दा कैँजल रोप्दा चाहिँ हो ठिक छ किनभने यसको जरा खेल्नु पर्यो हो यो चाहिँ रङको अब अर्को पालि आउँदाखेरि अलिक बढेको देख्नु पाऊँ होइन कसैले पनि नउखालिदिनुहोस् है खिचिराख्नुपर्छ ल फेद ब्रदर मजाले अलिक माटो माथिको त न भित्ताकै आउँदा माथिकै भित्ताकै र साथीहरू सबैजना यहाँ आइपुग्यो हाम्रो र एउटा फोटो निकाल्नु पर्ने हामी सबैको खट्नेहरूको एउटा फोटो आज बिरुवा रोपन गर्नेहरूको बिरुवा रोपन गरिसकेर चाहिँ हामी यहाँ कोलम्पे धाममा आइपुग्यौँ देवी धाममा र हाम्रो संसारी पूजा पनि यही नै हुने रहेछ उहाँहरू र यो तपाईँहरूलाई मन्दिरको दर्शन र हाम्रो बाटो यो उकालो र हाम्रो साथ यो परा पनि तपाईँको एकदमै डरलाग्दो परा छ र यहाँ देवीको बास छ भनेर यसरी हामीलाई थाहा छ र यहाँ अलिकति रेलिङहरू बिग्रेको छ र उहाँहरूले यसरी बाँस लगाएर बनाउनु भएको रहेछ एकदमै राम्रो मन्दिर जाने बाटो चाहिँ यस्तो छ यो माथि ठुलो परा छ तपाईँले देख्दै हुनुहुन्छ यो कोलम्पे परा र यो कोलम्पे मन्दिरको साइड हो र यो मन्दिरलाई चडाकचिडिक पार्नेमा हाम्रो सुम्बुकको एउटा ग्रुप छ जो ग्रुपको नाम छ यस ग्रुप भनेर उहाँहरूले नामाकरण गर्नुभएछ यो जो सजावट गर्नुभएछ उहाँहरू यस ग्रुपले गर्नुभएको हो र म यसरी उहाँहरूलाई भिडियो मार्फतबाट उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु र तपाईँहरूलाई म माथिको दृश्य देखाउँदैछु र यो हाम्रो यस ग्रुपले साफसफाइ गरेर यतिको यहाँको सुन्दरता उहाँ पारि देख्दै गरेको नाम्ची साइडहरू हो र बाटो पनि यस्तो कठिनाइ छ उकालो र जो साफसफाइ चाहिँ एकदमै राम्रो छ यहाँ तपाईँले देख्न सक्नुहुन्छ खुसी लाग्यो उहाँले अझै भविष्यमा राम्रो कामहरू गर्दै जाओस् हाम्रो यस ग्रुपले भिडियो हेरेर हजुरहरू पनि अवश्य खुसी हुनुहुन्छ होला जस्तो लाग्यो मलाई मनबाटै हजुरहरूले भिडियो हेरेर माया गर्नुहुन्छ भनेर आशा राखेको छु र यहाँबाट उँधोको भिरको दृश्य देखाउँदा चाहिँ यस्तो छ निकै तल छ र यो छेउमा हाम्रो शिलाजीको भिर यहाँ चाहिँ हाम्रो शिलाजी पाइन्छ यो भिरमा र ओम यम ब्रह्मा वरुणेन्द्र रुद्रमरुता सुमान्त देवे सबै वेदै संग पूजा सुरु भइसकेको रहेछ पूजा गर्दै हुनुहुन्छ संसारीको ओम प्रजापतये नमो नमः या गच्छ या तिष्ठ यावत् पूजां करोमि तावतं सुचित्रो सुप्रसन्नो वरदो भवः ओम प्रजापतये नमो नमः हजुरहरूलाई मैले दर्शन गराइसकेँ पूजाको संसारी पूजा र अब तपाईँले दर्शन माथि गर्नुभयो अब म तपाईँहरूलाई पर शिलाजीपट्टि देखाउने छु र यो म स्वयं आफ्नो हातले भिडियो बनाउँदैछु है घरिघरि मात्रै तपाईँले मलाई देख्दै हुनुहुन्छ होला र तपाईँहरूले देखाउँदाखेरि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ हाम्रो कोलम्पे जाने मन्दिर र हजुरहरूलाई मैले शिलाजीको जहाँ पर्वत देखाउँछु भने चाहिँ शिलाजी भएको भिर र तपाईँहरूलाई म दर्शन गराउँदैछु है तपाईँले राम्ररी हेरिदिनुहोस् यो माथि जहाँ रातो पहेँलो झन्डाहरू देख्दै हुनुहुन्छ त्यो चाहिँ हाम्रो कोलम्पे मन्दिर हो अनि त्यसको यो साइड जो छ तपाईँहरूले त्यहाँनिर चाहिँ यहाँबाट चाहिँ शिलाजी निक्लिने गर्दछ यो भिरको टुप्पोबाट
यो जग्गाबाट चाहिँ शिलाजी निक्लिने गर्दछ र यसलाई शिलाजी निक्लिने भिर पनि भन्दछ। हजुरहरूले शिलाजी यहाँनिर चाहिँ अब हामी खानेकुरा आइसक्यो हाम्रो। खोइ साथीले जुगाड टोकेछ यहाँ फेरि। कसलाई टोकेको तिमीलाई? यस ला बिचराले यो पनि हिलो लाग्दैन। योपालि हिलो लाग्दैन है। जोइसक्यो। के चाहिएको छ खाजामा? हाम्रो हेमला त नाना आउनुभएछ, गुरामा आउनुभएछ, भूपेन्द्र जो आउनुभएछ, बहिनी आएछ। जुगाड टोकेछ यता साथीलाई चाहिँ। हाम्रो यहाँ खाजाहरू खाजा चाहिँ अब हाम्रो बाट्न आँटेको छ। संसारी पूजा पनि सकियो, हाम्रो प्लान्टेसन पनि सकियो, अनि खाजा पूजा चाहिँ आइसक्यो। संसारी पूजा, देवी पूजा लाएर प्लान्टेसन गरेर धोक्रे फुल कैजलहरू सबै लगाएर चाहिँ अहिले यहाँ हामीहरू खाजा पूजा खाएर सानो एउटा निकाल्दैछौँ। यो कुरो चाहिँ सबैले चाहिँ गर्नु पर्यो, चिन्नु पर्यो। यो उहिले बाजे बराजुले गरेको त्यति बेला सकिएको थियो, पूजा गर्दा गर्दै पानी आउँथ्यो। अहिले मान्छेहरू सारा धर्मपट्टि साह्रो लाइन नटिप्दा यहाँ हामी एनआर सरहरू हाम्राहरू यहाँ भाइ सबै भएर एउटा लु गरौँ हो यसपालिदेखि भनेर चाहिँ हामीले यहाँ कोलुम्पे मन्दिरमा पूजा गऱ्यौँ। प्लान्टेसन चाहिँ हाम्रो टुखोला भन्ने, टुखोलाले हाम्रो रङ चुम्बुक सुन्तले एकदमै टुखोलाको पानीले पारेको छ। र अहिले सोच सुकेका कारण चाहिँ अलिक सोच पर्छ कि भनेर हामीले एउटा संसारी पूजा, देवी पूजा लगाउँदैछौँ है। यो सबैले सिक्नु पऱ्यो, सबैले गर्नु पऱ्यो। सोच सुकै गयो। अब गभर्मेन्टबाट पानी दिन्छ, सोच डेभलप गर्दैन मान्छेले। पानीमा रात दिन चाहिँ झगडा, सोच डेभलप गर्दैन। त्यसले गर्दा हामी पानी खाने आफ्नो सोच चाहिँ हामीले आफै डेभलप गर्दैछौँ। यो कुरो चाहिँ सबैले जानेर आफू डेभलप गर्नु पऱ्यो है आफ्नो सोचहरू चाहिँ। ल एनआर सर कता जानु भाउ? कुरो बोल्नुहोस् हाम्रो हामी सिनियर सिटिजन हाम्रो भास्कर भाइ पहिलाको पञ्चायत प्रेसिडेन्ट, उहाँको सोच चाहिँ के भन्दा जल संरक्षण गर्नुपर्छ। किन भन्दाखेरि पानीको मुहान चाहिँ यति साह्रो रुखपात नभएर चाहिँ रात दिन घामले सेकाउँदा हाम्रो पानीको मुहानहरू सुकिसक्यो। त्यसले गर्दाखेरि पानीमा अलिकति मनमुटा पनि भएकोले गर्दाखेरि आज चाहिँ संसारी पूजा गरेर जल संरक्षणको लागि धेरैवटा हामीले प्लान्टेसन गरेपछि चाहिँ यहाँ पण्डितजी पनि पूजा गर्नुहुँदैछ। आजदेखि चाहिँ सबैको मनमा चाहिँ शान्ति होस्, कसैले पनि पानीको विषयमा चाहिँ मनमुटाप नहोस् भन्ने खातिरमा पनि हामीले यो जल संरक्षण गरेको। र हाम्रो गाउँको सुम्बुकको यहाँनिर सुन्तलेको भाइहरू छ, पानी खानेहरू सुम्बुक सुन्तले, यो सबै श्यामदास वार्डकोहरू सबैको भाइ बहिनीहरू आएर चाहिँ आजको जल संरक्षण विषयमा चाहिँ प्लान्टेसन गरिसक्यौँ। र अब आउने फेरि जुलाई अगस्तमा चाहिँ हामीले बृहत रूपमा फेरि काइँदेलको प्लान्टेसन गर्ने फरेस्ट डिपार्टले पनि हामीलाई प्लान दिनुभएको छ। त्यति बेला चाहिँ एकदमै बृहत रूपमा पानीको वारिपारि हामीले चाहिँ प्लान्टेसन गऱ्यो भने चाहिँ पछि जङ्गल हुन्छ। जङ्गल भएपछि चाहिँ भित्र घाम छिर्नु पाएन भने चाहिँ चिसो रहन्छ र पानीको संरक्षण हुन्छ भन्ने चाहिँ हामीले चाहिँ यो चाहिँ जनचेतनाको लागि आज हामीले सुरु गऱ्यौँ। र यसको लागि अहिले फेरि हाम्रो भाइहरूले सबै खटेर आएर अनि सबै थाकेको हुनाले चियापानी पनि भइसकेर हामीले सानो फोटो खिचौँ न भनेर चाहिँ के को लागि भेला भयो भन्ने यहाँ मान्छेले गाडी कुदाइरहेको छ। अनि यहाँ मान्छेहरू किन केटाहरू भेला भएर के खाएको भन्ने चाहिँ भएको होला र हामीले चाहिँ जल संरक्षण प्लान्टेसन गरिसकेको है भनेर चाहिँ एउटा सूचना सन्देश दिन चाहेको मात्र। धन्यवाद।